नमो नमः। ज्योतिष विमर्श सम्बद्ध आजको यस श्रृङ्खलामा मैले मानिसको शरीरमा मेषदेखि मीनसम्मका राशिहरूलाई स्थान निर्धारण गर्दा कुन कुन स्थान छुट्याइएको छ भन्ने विषयवस्तुको साथ म यहाँ उपस्थित भएको छु। व्यक्तिको जन्म हुँदा जन्म समयको आधारमा जन्म नक्षत्र, त्यसको आधारमा नामाक्षर, नामाक्षरको आधारमा जन्म राशि निर्धारण गरिन्छ। यसरी निर्धारण गर्ने राशि मेषदेखि मीनसम्मको कुनै एउटा राशि हुन सक्छ। अनि मेषदेखि मीनसम्मको कुनै एउटा राशि मात्रै हुने हामी मानिसको शरीरमा मेषदेखि मीनसम्मका सबै राशिहरूका लागि स्थान निर्धारण गरिएको हुन्छ, जस अन्तर्गत मेष राशिको स्थान भनेको शीर्ष भाग हो। शिरको भागमा मेष राशिलाई, मुखको भागमा वृष राशिलाई, बाहु अर्थात् हातको भागमा मिथुन राशिलाई, हृदय अर्थात् छातीको भागमा कर्कट राशिलाई, उदरा अर्थात् पेटको भागमा सिंह राशिलाई, कटी अर्थात् कम्मरको भागमा कन्या राशिलाई, बस्ती अर्थात् नाभि स्थानदेखि तल र गुप्तेन्द्रियभन्दा माथिको भागमा तुला राशिलाई, यसै गरी गुह्य स्थान अर्थात् गुप्तेन्द्रिय भएको स्थानमा वृश्चिक राशिलाई, उरु अर्थात् तिघ्राको भागमा धनु राशिलाई, घुँडाको भागमा मकर राशिलाई र जाँघको भागमा कुम्भ राशिलाई अनि गोडाको भागमा मीन राशिका लागि स्थान निर्धारण गरिएको हुन्छ। जन्म समयमा सूर्यादि 9 ग्रहहरू हाम्रो लग्न कुण्डलीमा जुन राशिमा बसेका हुन्छन् ती राशिहरूमध्ये शुभ ग्रह बसेको राशि र त्यो शुभ ग्रह बसेको राशि हाम्रो शरीरको जुन भागमा पर्दछ त्यो भाग सबल हुन्छ, स्पुष्ट हुन्छ, हृष्टपुष्ट हुन्छ, बलियो हुन्छ, आकर्षक हुन्छ। र जुन राशिमा अशुभ ग्रह रहेका हुन्छन्, राहु केतु लगायतका अशुभ ग्रहहरू रहेका हुन्छन् र ती अशुभ ग्रहहरू रहेको राशि हाम्रो शरीरको जुन भागमा पर्दछ त्यो भाग व्यक्तिको केही कुरूप हुनसक्छ, आकर्षक नहुन सक्छ, बलियो नहुन सक्छ। जहाँनेरि बलियो हुँदैन, बलियो भाग हुँदैन, त्यहाँ नै रोग लाग्ने सम्भावना पनि रहन्छ। यो कुराको निर्धारण ज्योतिष शास्त्रले गरेको छ। हजुरहरूको जन्म लग्न कुण्डलीमा शुभ ग्रहहरू शरीरको कुन कुन भागमा परे, अशुभ ग्रहहरू कुन कुन भागमा परे, यो कुरा यहाँहरूले विचार गरिसेला। योसँग सम्बद्ध अन्य थप जानकारीहरू हामी पस्कँदै जानेछौँ। यस्तै किसिमका सामग्रीहरू यहाँलाई आवश्यक पर्दाखेरि हामीलाई साथ दिँदै गर्नुहोला। हस्, नमस्कार।